अरे दाइ ड्युटी जानेन आज? आजको 2-4 दिन भइसक्यो। ड्युटी पनि जानुहुन्न के पनि आज ड्युटीमा नि त्यस्तो फुलेर बोल्नु न। के भएको छ? दाइ दाइ ड्युटी जानेन? के भएको छ तपाईँलाई अचानक? ड्युटीमा त्यस्तो फुलेर बोल्नुहुन्न। के समस्या छ र? समस्या त छ। के समस्या छ? घरमा छोरा प्रब्लम हजुर किस्ता पनि आएको छ कि हजुर हजुर भएको पनि हातमा हजुर त्यस्तो गरेर पैसा पठाएको हुन्छ हजुर पैसा पनि छैन उम्, त्यही भएर अब साथीभाइ केही चिनेको छैन ए, कसैले दिनुहुन्छ कि भनेर दिन्छु नि। पैसा पानी छैन त्यही भएर ए, भनेपछि घर यस्तो मम्मीको बिरामी हुनुहुन्छ अनि त्यस्तो यस्तो त्यही भएर हो? त्यही भएर ए, अनि कति चाहियो नि तपाईँलाई? मलाई अब जति हुन्छ अब म सक्ने अलिकति छ हजुर साथीभाइलाई पनि भनेको छु अब अहिलेसम्म छ भने पनि अब 5-10 हजार रुपियाँ चाहिएको थियो मलाई अरू ए हो र दाइ? मलाई पठाइदिनु भने ए मसित पनि त्यस्तो पैसा त छैन हेर्नुहोस् होइन। मैले अस्ति अब घर पैसा पठाएको र पनि म यसो तपाईँलाई 2-4 हजार चाहिँ गराइदिनु सक्छु है। 2-4 हजार हुन्छ नि। के गर्ने दाइ है, मेरो सबै परदेश यस्तै हो है। मैले अस्ति घर पठाएको परदेशमा के हुन्छ कसैलाई थाहा हुन्न कि त्यही भएर चाहिँ 2-4 हजार ब्याकअपमा राखिराख्नु पर्छ है। केही छैन अब म 2-4 हजार छ मसित त्यही दिन्छु है। दाइ है मसित पनि भएको हेर्नुहोस् यति नै हो है। कति छ मसित 1,000 2,000 2500 छ हेर्नुहोस् है। अहिलेलाई यतिले काम चलाउनुहोस् है। अब के गर्नु तपाईँले धेरै सहयोग गर्नु मन थियो होइन र मसित पनि थिएन। अस्ति पैसा पठाइसकेको यो है हल्का खर्चीको लागि चाहिँ ब्याकअपमा राखेको थिएँ। अब के गर्ने है, ल राख्नुहोस् यति भए पनि ढिलो पनि छ ल 100 रुपियाँ राख्नुहोस् है। यति भए पनि मेरो मम्मीको अलिकति हजुर सृष्टि हुनुहुन्छ उहाँलाई चाहिँ हजुर होला धेरै धेरै धन्यवाद छ ओके सर। अनि आएको 2-4 दिनमा हजुरसँग परिचय भयो आज यति हेल्प गर्नु कुनै दिन मैले